कमला के खान्छौ सुन्तला कि अमला भनेर फोन गरेर एउटा साथीले सोध्दै थिए। मैले पनि यतातिरबाट भन्दै कि सुन्तला त खाँदिन हो, मेरो नाम पनि कमला, मलाई त मन पर्ने अमला भन्देको के थिए। एक बोरा अमला नै उठाएर ल्याइदिएको कि कसैले। ओ माई गड, साथी होस् भने त यस्तो होस् के, अमला मन पर्छ के भन्देको थिए, पुरै बोरा नै उठाइदिएर ल्याइदिएको के। ए बरै नि कति खाले भनेर ल्याइदिएको होला यति धेरै। उस कैला जाला पुस भने झै यस्तो साथी पाउन भाग्यमानीलाई मात्रै भेटिन्छ होला सायद। म सायद भाग्यमानी रहेछु यस्तो साथी भेटाउने, हो कि हैन साथीहरू? हजुरहरूको साथी कस्तो हुनुहुन्छ कमेन्ट गर्नु होला त। मेरो साथीलाई पनि कमेन्ट गरिदिनु होला। यो एक बोरा अमलाको बारेमा के भन्न चाहनुहुन्छ, हजुरलाई पनि चाहिएको छ भने फोन गरिहाल्नु होला। अमलाको अचार बनाउने खाने, अमलाको सिजनमा अमलाको अचार नखाई के खाने त, हो कि हैन साथीहरू? अमलाको अचार बनाएर टन्न लाएर डिब्बामा राख्ने अनि त्यसपछि खाइहाल्ने हो। हजुरहरूले बनाएर खानुभयो कि नै? खाएको भए त भइहाल्यो, नखाएको भए बनाएर खाइहाल्नु होला। मैले बनाएको जस्तै अचार बनाउने भए। यसो भिडियो पुरा हेर्नु होला, नबुझेको कुरा मलाई सुटुक्क कमेन्टमा भन्नु होला, म कमेन्टमा जवाब दिनेछु। हस्, अहिलेलाई भने यति नै। फेरि आउनेछु नयाँ भिडियो नयाँ रेसिपी ल्याएर। अहिलेलाई भने बाई बाई।